चाहिँ यहाँ यसो गरेको कारण चाहिँ बुझिस् कपाल छैन अनि कपाल चोकेको त्यो गरेको पुरानो भएको ठाउँ यही हो हाम्रो शिव मन्दिर लास्टै भिडियो गरेको राजा पुरा लाग्दो भइरहेछ अहिले ए हाम्रो यहाँ पवन दाजु हुनुहुन्छ कपालवाला त्यसै यता हुनुहुन्छ हाम्रो जीवन दाई पुरा गडम गुडुङ पुरा हुन्डरी आउला जस्तो छ यस्तो भइरहेछ है हुन्डरी आउला जस्तो भइरहेछ डर मर्दो छ गाडीको नाममा यहाँ ठेला छ एउटा है अनि त्यही पनि ठिकै छ ठेला भए पनि छ हातमा चाहिँ अब है कहिले पुग्नु हो ठेला लिएर मौसम चाहिँ एकदम दामी छ अहिले हामी गुडुम गर्दैछ बम फुटाउँदैछ कता कता यहाँ एउटा हिँड्दैछ है पातलापाडाको रिच क्लासिक रिच क्लासिकको अरे बिजोक छ पानी आउन आँटिरहेछ छ बदपुरको छेउमा आइपुग्यो अहिले जस्ट अब यसो हिँड्दै हिँड्दै खुत्रुङ खुत्रुङ अब है अनि अब घरतिर हिँड्यो अब घर गएर यसो लडाइन्छ एउटा अनि यसो यस्तो एउटा ल्याइन्छ अनि खाइन्छ मजाले आज पार्टी हो त्यसै पार्टी लोत्रो खाइन्छ आज आज लोत्रो खाइन्छ लोत्रो हो कि तुलसीको मोठामा कसम खाउने हुन् थाहा छ नि तुलसीको मोठामा कसम खाने अनि आम्मै गाह्रो छ नि हौ जिन्दगीमा तँ अँध्यारो भइरहेछ है डर मर्दो छ है हात्ती निस्किने बेला भइसक्यो यहाँ तान्न नसकेर फेरि घरको मान्छे तान्नै पर्यो कम्ती गाह्रो छ जिन्दगीमा साह्रो दुःख पाइयो घर आएर नि भवन अब गुवा गएपछि त फेरि नआउने 2 वर्ष भइसक्यो अरूले बिहा गरे आफ्नो गर्दैनन् आफ्नो गर्दैनन् बिचरा यो मिलनलाई एउटी केटी छन् भने कतै खोइदियो थियो ओइ घरै आइज है पार्टी छ आउनु घरमा भेट भाउ पनि भाउको वाला र तेरो र मेरो वालाको त्यस्तो बोलाइले आउँदैनन् भाइ के भन्नु अलिक सम्मानले बोलाउनु पर्छ ओइ त्यसरी भनेर कहाँ हुन्छ त अनि के भन्नु त्यही पनि जिन्दगी रमाइलो छ एकदम दामी छ नि टमटम आउँदैछ नि त हाम्रो पछाडि भाइ त भाइलाई जे भन्दा नि भएकै छ त्यही त दाजु अनि अरू के भन्न चाहन्छस् अरू के भन्न चाहनु यहाँ आई खाना माल्दै अब टमटम आउनु हुँदैछ यहाँबाट है टमटम आउनु हुँदैछ हाँस्दै हाँस्दै गए बुन्नुहरू दिदीहरू दिदी बहिनीहरू अब अँध्यारो अब बिहे गरेर भर भाइ रेल गरिन्छ भन्न दाजु तिम्रो टाउको के भएको त्यस्तो भाइ टाउको भन्छ नि यस्तै हो होइन कपाल झरेको सिरिङ भइरहेछ कपाल झरेर त आम्मा घोडो जस्तै भएको रह त पवन झ्याप भइरहेछ अनि यस्तो हो अब है ठेला धरिएको छ खुइ खुइ हिँडेको छ कम्ती गाह्रो छ घर बनिँदैछ मेरो छुट्टिने ऊ पछाडिपट्टि कहिले बिहा गर्छस् र कहिले छुट्टी आगो बेप हानिहाल्ने हो यत्रैसित अनि छुट्टिहाल्ने हो छुट्टिहाल्ने हो बिहे गर्दैनन् भने के गर्छ अरे यता चापा घर लडाउने अरे बिहे गर्दैनन् भने बिहे गरेर घर लडाउने हो भन्छ पवनको बिहे गर्दैनन् भने ऊ त्यो माथि एउटा नयाँ घर छ कि त्यो घरका खुट्टा शेष बनाइदिनु पुरा एक साइडबाट काट्ने हो आराले बिहे गरिदिनै पर्यो पर्यो किन पर्यो नि त बिहे गर्नु परेन दाजुले गरे भनेर रिस उठेको क्या है खुसी नि कहाँ गरी रिस उठ्नु तपाईँ पनि गर्ने छन् रेडी छन् लिएर आउन त बाँकी छ के ठुलो ल्याउनु नि त के घर लडाउँछु भन्नु त ल्याउँला नि त घर लडाउँछु भन्छ छ नि त्यो त एउटा यसो हल्का रमाइलो मात्रै हो रमाइलो हो घर लडाउँछु लडाउने अनि नछोड्ने के गर्ने अरे लडाउने अनि छोड्ने त एक माथिको नयाँ घर लडाउने भने लडाउने भनेपछि इन्ची उकाउने हो टिन उकाउने अरे टिन उकाउने हो मामा के भन्न चाहनुहुन्छ त्यसलाई चाहिँ जन्ती लानुपर्छ है यता आइज त एउटा भिडियो देखाउँछु म दादाको खेलामा हालेर पवन बिहे गर्नु भने के गर्छस् अरे यो नयाँ घरको खुट्टा भाँच्ने हो के गर्ने अरे खुट्टै भाँच्ने नयाँ घरका के गर्ने फेरि नयाँ उठाउने भयो के गर्दैन भने कि बिहे गर्नु पर्यो कि होइन भने घरका खुट्टा भाँचियो